नमस्ते सबैजनालाई। हामी आज फोकस मल्टी एग्रोमा छौँ। तपाईहरुलाई म आज फोकस मल्टी एग्रोमा जुन हामीले तरबुजा खेती गरेका छौँ त्यो तरबुजा खेतीमा तपाईहरुले यसो देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हरियो तरबुजा छ, बीच तपाईहरुले पहेँलो र नीलो किसिमको पासोहरु देख्न सक्नुहुन्छ। यो पासोहरुको बारेमा म तपाईहरुलाई केही जानकारी दिन चाहन्छु। हामीले अहिले पहेँलो चप्किने पासो चप्काएका छौँ। यसलाई येल्लो स्टिकी ट्र्याप भन्छ। यसले मुख्यतया खेतबारीमा हुने विभिन्न किसिमका किराहरु जस्तै सेतो झिंगाहरु भयो, लीफ होफरहरु भयो, माइट्सहरु भयो र लाई किरा नियन्त्रणलाई चाहिँ यसले उल्लेखनीय सहयोगहरु गर्दछ र तपाईहरुले यसमा देख्न पनि सक्नुहुन्छ केही किराहरु चप्कि पनि सकेको छ र यसले हामीलाई खेतबारीमा के किराहरु छन् र किराहरुको संख्या कस्तो रूपमा छ भन्ने कुराको जानकारी दिन्छ र त्यही नतिजाको आधारमा हामीले फेरि के गर्न सक्छौं त किरा नियन्त्रणका विभिन्न विधिहरु चाहिँ हामीले अवलम्बन गर्न सक्छौं। यो चाहिँ नीलो चप्किने पासो हो। अघि मैले तपाईहरुलाई पहेँलो चप्किने पासो देखाएँ जसलाई येल्लो स्टिकी ट्र्याप भन्छ र यो चाहिँ ब्लू स्टिकी ट्र्याप हो। यसमा पनि विभिन्न किसिमका किराहरु मुख्यतया थ्रिप्स र हाम्रो ब्लू बिटल भनौं न, नीलो जुन हाम्रो खपटे किरा हुन्छ त्यो यो पासोमा चप्किन्छ र तपाईहरुको जुन लगाएको बाली हुन्छ त्यो बालीलाई गर्ने आक्रमणबाट चाहिँ यो पासोले तपाईहरुको अलिकता सहयोग पनि गर्दछ। यो पासोहरु राख्दाखेरि अथवा खेतबारीमा राख्दाखेरि कति उचाइमा राख्ने भन्ने कुराको थोरै कन्फ्युजन हुन सक्छ। हामीले प्राय गरेर लगाएको बालीको अवस्था हेरेर यो पासोलाई कति उचाइमा राख्ने भन्ने कुरा चाहिँ निर्धारण गर्छौं। जस्तै अहिले हामीले तरबुजाहरु लगाएका छौं भनिसकेपछि तरबुजाको पातमा आक्रमण गर्न आउने किराहरु चाहिँ त्यही हाइट बराबर भनौं न, जमिनको सतहदेखि 30 देखि 50 सेन्टिमिटरको उचाइमा उड्ने हामीले अन्दाज गरेर सोही अनुसार के गरेका छौं, यसलाई चाहिँ धेरै तल राखेका छौं। जस्तै तपाईहरुले काँक्राहरु बडीहरु लगाउनुहुन्छ भने अब के गर्न पर्यो, तपाईहरुको बिरुवाको अवस्था सँगसँगै तपाईहरुले यो पासोलाई के गर्न सक्नुहुन्छ, अग्लो अग्लो बनाउन पनि सक्नुहुन्छ। धेरै अग्लो बनाइयो अथवा धेरै होचो बनाइयो र सोही अनुसार बालीहरुको उचाइ मिलेन भने यो पासोले प्रभावकारी रूपमा चाहिँ काम गर्न सक्दैन। किराहरुको अवस्था हेर्दै जाँदा के हुन सक्छ, यसमा किराहरु धेरै चप्केको छन् भने अब मेरो खेतमा अथवा मैले लगाएको बालीमा आक्रमण गर्ने किराहरुको संख्या बढी छ, मैले विभिन्न किसिमका किरा नियन्त्रणका विधिहरु अपनाउनु पर्छ भन्ने कुराको यसले जानकारी दिन्छ। जसलाई हामीले के भन्छौं त पेस्ट मोनिटरिङ पनि भन्छौं। सिम्पली यसले नियन्त्रण पनि गर्छ र मोनिटरिङको आइडिया पनि दिन्छ र तपाईहरु धेरै किसानहरुले यस्ता विधिहरु अवलम्बन नगरेको देखिन्छ। यो विधि सस्तो पनि छ, प्रभावकारी पनि छ। म धेरै आम कृषकहरुलाई के अनुरोध गर्छु, यस्ता विधिहरु पनि अरु विधि सँगसँगै यस्ता विधिहरुलाई पनि बिस्तारै प्रयोग गर्दै जाउँ। हस्, धन्यवाद।